कमलाको सङ्घर्ष र सफलता। बालगायिका कमला घिमिरेले आफ्नै ब्याग पसलको व्यवसाय सुरु गरेकी छन्। सानै उमेरको कमलाले ठूलो सफलता हात पारिसकेकी छिन्। कमला घिमिरे मिठो गीत गाएको कारण चर्चामा आएकी थिइन्। सानै उमेरमा सबैको मनमुटुमा बस्न सफल भएकी कमलाले धेरै सफलता हात पारिसकेकी छिन्। उनी उमेरमा सानै भए पनि निकै परिपक्व मानिन्छन्। सानो उमेरमै निकै मिठो गीत गाउने कमला अहिले गीत सङ्गीतमा निरन्तर छैनिन्, तर पनि उनले विभिन्न सर्ट मुभी गरिरहेकी छन्। पछिल्लो समय गीतमा कमलाको त्यति निरन्तरता छैन, तर उनले विभिन्न तरिकाबाट आफ्नो यात्रा अघि बढाइरहेकी छन्। कमलाले कलिलो उमेरमै धेरै दुःख पीडा भोगिसकेकी छिन्। उनले जीवनलाई राम्रोसँग बुझिसकेकी छिन्, त्यसैले उनका कुरा पनि निकै गहकिला हुन्छन्। उनले फेरि आफ्नै ब्याग पसल सञ्चालन गर्दा उनी जस्ता धेरैलाई प्रोत्साहन मिलेको छ। कमलाको जीवनले इच्छा शक्ति भए जहाँ र जुनसुकै ठाउँमा पनि अवसर छ भन्ने कुरालाई दर्शाएको छ। पछिल्लो समय उनको गीत गाउँदा उनको आवाजलाई लिएर केही नराम्रा टिप्पणी आइरहेका छन्, कारण उमेरसँगै उनको आवाजमा केही परिवर्तन आएको छ। सामाजिक सञ्जालमा उनलाई "तिमीले गीत गाउन सक्दैनौ, आवाज बिग्रियो" जस्ता टिप्पणी आइरहेका छन्। तर पनि कमलाले नकारात्मक कुरालाई वास्ता नै नगरी अघि बढिरहेकी छिन्। उनले सानो उमेरमै केही गर्छु भनेर व्यवसाय सुरु गरेकी हुन्। जीवनमा समयले जस्तो परिवर्तन लिए पनि अवसर छ, हरेस खानु हुँदैन भन्ने कुरा कमलाको जीवनबाट सिक्न सकिन्छ। सानै उमेरमा धेरै सफलता हात पारेकी कमलालाई अझ धेरै शुभकामना।